पूजनीय खेन रिम्बुछे साङ्गे राउजुजुको जीवनी प्रस्तुत गर्ने क्रममा फेरि पनि यहाँहरूलाई यो तेस्रो अन्तिम भागमा स्वागत गर्दछु। आज यस भागमा उहाँले आजको दिनसम्म बौद्ध शिक्षा बुद्धको उपदेशलाई विश्वभरि फैलाउनु गरिरहनु भएको योगदानको बारेमा विशेष चर्चा गर्नेछु। भिडियोको अन्तिमसम्म रहेर साथ दिनुहोला। नमस्कार र सिद्धेले। यसरी उहाँले विभिन्न महान विद्वान पण्डित परम पूजनीय गुरुजनहरूबाट सम्पूर्ण सूत्र तथा तन्त्रसँग सम्बन्धित बौद्ध शिक्षाहरू श्रवण मनन तथा योग अभ्यास ध्यान साधना सम्पूर्ण पूरा गर्नु भइसकेपछि सन् 1982 देखि 1989 सम्म नाम्डुलिङ विद्यालयका विद्यार्थीहरूलाई अध्यापन गराउँदै जानुभयो। सन् 1982 देखि 1990 सम्म उच्च शिक्षालयका विद्यार्थीहरूलाई विशेष गरेर भारत तथा बोर्डका विद्वानहरूले रचना गर्नुभएको सूत्र र तन्त्रसँग सम्बन्धित शास्त्रहरूलाई अध्यापन गराउँदै जानुभयो भने सन् 1990बाट 2 वर्षसम्म उहाँले उच्च शिक्षालयको अध्यापकको भूमिका पनि सशक्त रूपमा निभाउनु हुँदै उच्च शिक्षालयका विद्यार्थीहरूलाई त्रिसम्भार शिक्षा माध्यमका अवतार बोधिसत्वाचार्य अवतार लगायतका सूत्र र तन्त्रसँग सम्बन्धित सम्पूर्ण बौद्ध दर्शनका शास्त्रहरू उहाँले अध्यापन गराउँदै जानुभयो भने सन् 1993 मा सेचेन गुम्बामा पाल्नुभई 9 कक्षादेखि शास्त्रीय तहसम्मका विद्यार्थीहरूलाई त्रिसम्भार र सेचेन ग्याल्छेबजुको वाणी इतिहास तथा सूत्र तन्त्रसँग सम्बन्धित रहेको गहन विषयहरूलाई उहाँले अध्यापन गराउँदै जानुभयो। त्यसपछि सन् 1995 मा काठमाडौँ जिल्ला दक्षिणकाली नगरपालिका फर्पिङ स्थित पवित्र पुण्यभूमि याङलाचोतमा नाग्युर ङिङमा पल्युल उगेन्दुर्जी छोलिङ ध्यान केन्द्रको स्थापना गर्नुभयो भने 2066 सालबाट नाग्युर ङिङमा पल्युल उगेन्दुर्जी छोलिङ विद्यालयको स्थापना गरी सरकारी मान्यता प्राप्त हालसम्म 12 कक्षासम्म सञ्चालन भइराखेको छ। त्यसपछि उच्च शिक्षा अध्ययन गर्नको लागि सेडा नाग्युर थोलोप थुप्तेन कुन्साङ थेक्सोक रब्गेलिङ 2009बाट स्थापना गरी हालसम्म सञ्चालन भइराखेको छ। यस गोन्पामा हजारौंको सङ्ख्यामा विद्यार्थीहरू भर्ना भइसकेको छ भने 600 भन्दा बढी विद्यार्थीहरू हालसम्म एउटै छानामुनि बस्ने पढ्ने लेख्ने अध्ययन अनुसन्धान गर्ने र साथसाथै सम्पूर्ण घाँस कपास र स्वास्थ्यको पनि सम्पूर्ण खर्चहरू गुरु स्वयंले नै आजको दिनसम्म बेहोर्दै आइराख्नु भएको छ भने यस गोन्पाका विभिन्न शाखाहरू पनि देश विदेशमा रहेको छ। ङिङमा पल्युल दोङाक ताइवान धर्मचक्र केन्द्र, ङिङमा पल्युल अमिताभ बुद्ध बौद्ध धर्म केन्द्र ताइवान, उर्गेन दोर्जी छोलिङ धर्म केन्द्र सिङ्गापुर, उर्गेन दोर्जी छोलिङ धर्म केन्द्र हङकङ मलेसियामा पनि रहेको छ। नाग्युर पल्युल कुन्दलिङ गुम्बा, नाग्युर पल्युल सिङ्गापुर उर्गेन दोर्जी छोलिङ गुम्बा लुम्बिनी, नाग्युर पल्युल झाङदो पल्री गुम्बा इलाम रक्से, नाग्युर पल्युल आतिलिङ गुम्बा इलाम कालोपोखरी, नाग्युर पल्युल टसी छोलिङ गुम्बा काँकडभिता, नाग्युर पल्युल हिमालयन महायाना दक्षिण छोलिङ गुम्बा धरान, नाग्युर पल्युल उर्गेन तेन्गेलिङ गुम्बा इलाम माबु, पल्युल सङाक छोलिङ गुम्बा इलाम नयाँ बजार, पल्युल उर्गेन छोगोलिङ गुम्बा इलाम जौबारी, पल्युल लोङ्गोलिङ गुम्बा इलाम पेयाङ, ज्याङमा पल्युल उर्गेन दोर्जी छोलिङ गुम्बा रामेछाप, नाग्युर पल्युल ङिङमा मणि गुम्बा दोलखा पाङलेक, नाग्युर पल्युल पेमा याङचेन गुम्बा इलाम फिक्कल, दोर्जी छोलिङ पुलुङदुङ पल्युल गुम्बा इन्डिया दार्जिलिङ, पल्युल ज्याङसुप दक्षिण छोलिङ गुम्बा इलाम रम्फोक लगायतका विभिन्न देश विदेशमा यसै गुम्पाका शाखाहरू रहेको छ भने ती शाखाहरूमा वर्षेनी रूपमा लामा विद्यार्थी आचार्य उपाध्याय खेम्बोहरूलाई समय अनुकूल परिवर्तन गर्दै पठाइराख्नु भई त्यहाँका श्रद्धालु भक्तजनहरूलाई सेवा दिइराख्नु भएको छ भने उक्त गुम्बाका शाखाहरूमा समय समयमा गुरु जानु हुँदै त्यहाँका भक्तजनहरूलाई धर्म प्रवचन दिने, आयु अभिषेक, वाङ लुङ ठी इत्यादि समय अनुकूल पारेर जानु हुँदै त्यहाँका भक्तजनहरूलाई आजको दिनसम्म अनवरत रूपमा यसरी चाहिँ योगदान दिइराख्नु भएको छ।
बौद्ध शिक्षा फैलाउनको लागि। परम पूजनीय गुरुहरूलाई पनि उक्त ध्यान केन्द्रहरूमा मुख्य गुम्बामा आमन्त्रण गर्नुहुँदै वाङ अभिषेक लुङ आगम ठी निर्देशन विद्यार्थीहरूलाई, उहाँका चेलाहरूलाई र उहाँका उपासकहरूलाई प्रदान गरिराख्नु भएको छ आजको दिनसम्म। त्यसै गरी विश्वभरमा यसरी बौद्ध शिक्षा फैलाउँदै जाने क्रममा उहाँले बौद्ध शिक्षा विशेष गरेर प्राचीन निङ्म सम्प्रदायको सम्वर्धन तथा प्रवर्धन गर्नका निम्ति करुणामय भावले सन् 2009बाट नेपाल निङ्म बौद्ध सङ्घको अध्यक्षता ग्रहण गरी 2017सम्म 9 वर्षसम्म अतुलनीय योगदान पुर्याउनु भएको थियो भने हाल उक्त संस्थाको आजीवन सदस्य मात्र नभई सल्लाहकारको भूमिका पनि सशक्त रूपमा निर्वाह गरिराख्नु भएको छ भने उहाँले अध्यक्षता ग्रहण गरेसँगै निङ्मा सम्प्रदायको विभिन्न विद्वान परम पूजनीय गुरुहरू खेन्पो लोपेन लामा तथा उपासक तथा उपासकीहरूलाई आमन्त्रण गरी नेपाल निङ्मा महाप्राणीदान अर्थात् निङ्मा मोलम छेन्मो पूजापाठ वार्षिक रूपमा सञ्चालन गर्दै आजको दिनसम्म निरन्तर भइराखेको छ। 2072 सालको विनाशकारी भूकम्पले भौतिक र आर्थिक रूपमा विभिन्न क्षतिग्रस्त पुर्याएका धर्म केन्द्रहरूमा पहिल सँगसँग आबद्ध भई विभिन्न प्रकारको सरसहयोग उहाँले त्यतिखेर गर्नुभएको थियो भने त्यसै गरी नेपालको विभिन्न गुम्बाहरूमा मूर्ति निर्माण, क्षतिग्रस्त गुम्बाहरू पुनर्निर्माण लगायतका ठाउँहरूमा विभिन्न सरसहयोग गर्नुहुँदै 23 भन्दा माथि मूर्तिहरू चढाउनु भएको थियो भने श्रद्धालु भक्तजनहरूलाई धार्मिक अहिंसा सत्मार्गको बाटो बुद्धको उपदेशलाई विभिन्न ठाउँमा यसरी आजको दिनसम्म फैलाउँदै लानु भई अतुलनीय योगदान दिइरहनु भएको छ भने त्यसै गरी हिमाली शेर्पा सङ्घको आयोजनामा नाम्डेलिङ गुम्पाका खेम्बो लोपेनहरूले नेपालका सबैभन्दा माथि भक्तजनहरूलाई बौद्ध तीर्थयात्रा लाने क्रममा उक्त तीर्थयात्रामा पहिलो र दोस्रोको सम्पूर्ण खर्च गुरु स्वयंले नै बेहोर्नु भएको थियो भने जोनाङ लडामा पहिलो सङ्घको संस्था खडा गर्ने क्रममा सम्पूर्ण खर्च उहाँले नै बेहोर्नु भएको थियो। 2072 सालको विनाशकारी भूकम्पले बौद्ध चैत्यलाई क्षति पुर्याइसकेपछि बौद्ध चैत्य पुनर्निर्माणका क्रममा धरानी मन्त्र अर्पण गर्ने जिम्मा निङ्म सङ्घले लिएको थियो। सन् 2017मा भोट पहिलो महिनाको 8, 9, 10 गते 3 दिनसम्म उहाँ र छेचुटुगु रिम्बुछे जुको लगानीमा सेसेन राप्चेम रिम्बुछे, पहिलो रिगुन टुगु रिम्बुछे, खेन्चेन छेवाङ ग्याचो रिम्बुछे, शरण नायक नाम्खा रिम्बुछे, जटुल रिम्बुछे, लातक छेजी टुगु रिम्बुछे, न्योसुल खेन रिम्बुछे, याङसी टुगु रिग्जिन पेमा रिम्बुछे आदि निङ्म सम्प्रदायका धर्मगुरुहरूलाई आमन्त्रण गरी निङ्म सङ्घको आयोजनामा विस्तृत रूपमा प्राण प्रतिष्ठान कार्यक्रम समापन गरिसकिसकेपछि सन् 2018 सेप्टेम्बर 17 तारिक सोमबार दोलखा सोदुङमा आयु अभिषेक मणिको प्राण प्रतिष्ठान होम पूजा र क्षतिग्रस्त गुम्बा पुनर्निर्माण र मणि गुम्बामा आयु अभिषेक धर्म प्रवचन पूजापाठका साथ कार्यक्रम समापन गर्दा वर्षाका साथै इन्द्रेणीको शुभ सङ्केतले दर्शाएको थियो भने 2010मा सिङ्गापुर उर्गेन्दुर जिछोलिङ धर्म केन्द्रमा पनि शास्त्रीय नृत्य प्रदर्शन अभिषेक र महानिधि ढब गैँसी निधि धर्म र रातो कुबेर र होम पूजा गर्दा पनि इन्द्रिणी तथा अन्य शुभ सङ्केतहरूले दर्शाउँदाखेरि त्यहाँका शिष्यहरूले समेत प्रत्यक्ष न्यायले शुभ अवसर प्राप्त भएको थियो भने 2017 डिसेम्बर 1 तारिकको दिन पूर्वी नेपालको इलाम, 3 तारिकको दिन भारतको दोर्जिलिङ तोङसुङ गुम्बा, 5 तारिकको दिन काँगडभित्र टासीछोलिङ गुम्बामा इत्यादि ठाउँहरूमा जानुभई धर्म प्रवचन, आयु अभिषेक तथा दीक्षाहरू दिनुहुँदै बौद्ध शिक्षा यसरी विभिन्न ठाउँमा उहाँले फैलाउँदै लानु भइराखेको छ भने सन् 2011मा युएसए अमेरिका जानुभई त्यहाँका शिष्यहरूलाई उपासक तथा उपासकीहरूलाई धर्म प्रवचन र आयु अभिषेक इत्यादि उहाँले प्रदान गर्नुभएको थियो भने अमेरिकाको एटलान्टामा 700 जनाभन्दा बढी भक्तजनहरूलाई त्रिरत्नको शील र गुरु विद्याधाराको अभिषेक, मणि र वज्र गुरु मन्त्रको आगम र प्रवचन प्रदान गर्नुभएको थियो भने सन् 2015 न्युयोर्कमा 300 भन्दा बढी भक्तजनहरूलाई डोल्माको अभिषेक, एटलान्टामा उर्गेन नोर्लाको अभिषेक, ढाका डाँडामा धुङ्गा रङडोलको अभिषेक तथा धार्मिक प्रवचन दिनुभई
आजको दिनसम्म यसरी विभिन्न देश विदेशमा जानुभई बौद्ध धर्म यसरी फैलाइराख्नु भएको छ। यसरी नै आजको दिनसम्म पूजनीय खेन रिम्बुछे साङ्गे रङज्यूङज्यूले देश विदेशका विभिन्न ठाउँहरूमा जानुभई श्रद्धालु भक्तजनहरूलाई बुद्धको शिक्षा शान्तिको उपदेशलाई आजको दिनसम्म विश्वभर यसरी फैलाइरहनु भएको छ। भविष्यमा पनि अझ व्यापक रूपमा अझ सशक्त रूपमा एकदमै उहाँको झेपठिल्ले अथवा कार्यलीलाहरू यसरी नै फैलिँदै जाओस् भनी हामी सम्पूर्ण शिष्यहरूबाट हामी सम्पूर्ण चेलाहरूबाट उपासक तथा उपासकीहरूबाट प्रार्थना गर्दछौँ भने सदा सर्वदा उहाँको आशीर्वाद हाम्रो शिरोपार रहिरहोस् भन्ने कामनाका साथ उहाँको सुस्वास्थ्य र दीर्घायुको पनि कामना गर्दछौँ। हस् त, यस 3वटा भागमा पूजनीय खेन रिम्बुछे साङ्गे रङज्यूङज्यूको जीवनीलाई लिएर यहाँहरू समक्ष जानकारी राख्ने कोसिस गरे। विशेष गरेर उहाँले आजको दिनसम्म बौद्ध शिक्षा यसरी विश्वभरमा फैलाउनको निम्ति प्राणीहरूको निम्ति यसरी चाहिँ हित कार्यहरू कुन तरिकाले गरिराख्नु भएको छ भन्ने कुराको थोरै चर्चा गर्ने कोसिस गरे। भिडियो कस्तो लाग्यो? मन परेमा लाइक, सेयर र कमेन्ट गर्न नभुल्नुहोला र साथसाथै च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। नमस्कार र सिद्धेले।